बुद्ध विहार यहाँ छ है हामीले हावा खाँदै खाँदै नगरकोटबाट हामी एयरपोर्ट आउने बेला भयो हाम्रो स्कुटी चाहिँ कता आउँदैछ खोइ स्कुटी देखिएन अलिक पछाडि छ स्कुटी चाहिँ नि हामी चाहिँ सुसेलीको धुनसँगै म्युजिक पनि बजाइरहनु भएको छ हाम्रो धर्मराज कान्ति सरले अब हाम्रो चाहिँ यहाँ राष्ट्रिय खानेपानी सरसफाइ अनुसन्धान प्रबन्धन त्यस पछाडि कहाँ गयो खै स्कुटी आयो 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 अब हामी यहाँ 500 वर्ष अगाडिको विकल चौतारीमा आइपुगेका छौँ नगरकोट भ्रमण वर्ष 2000 गिराउन यार गायककार पनि हो नि मलाई छोडी मेरो छाया कतै झरेछ तिमीसम्म आइपुग्दा सधैँ परेछ मलाई छोडी मेरो छाया कतै झरेछ त्यसै कति बिते मेरा चिसा चिसा रातिहरू त्यसै कति बिते मेरा चिसा चिसा रातिहरू तातो माया सङ्गालेर तातो माया सङ्गालेर खोजिरहे साथीहरू खोजिरहे साथीहरू पैसा छँदा नबोलेको रातै ढलेछ घुम्दा साँझै परेछ मलाई छोडी मेरो छाया जय श्री राम जय राम आइज हो राजकुमार आइज आइज भाइ आइज अहिले तँलाई भक्तपुरमा चाहिँ नि नेवारी खाजा र आइला खुवाउँला तँलाई अब हामी यहाँबाट चाहिँ रानी झुला झर्ना जाने छोटो बाटो चाहिँ यहाँबाट मुनिबाट छ तलबाट आउन पनि सकिन्छ अहिले यहाँबाट बाइक गाडी जान मिल्दैन रानी झुला जाने बाटो हो त्यहाँबाट अर्को गीत गाउँदै अगाडि बढ्ने क्रम जारी छ हाम्रो हामीलाई राजकुमार थापा सरले पछ्याइरहनु भएको छ ल अब अर्को कुनै मिठो जाओस् न एउटा मेरे मन को झुला प्रदेश यहाँबाट पनि छ यो मुनिबाट बाइकहरू जान चाहिँ मिल्दैन यहाँ गेट छ हो लिएर जाने हो रानी झुला होला र सुन जस्तो बिताला के गरेर होला मान्छे तिम्रै माया ओइ कान्छी लाएर आएको भोक लागे नि खाजा नि नखाएको कहाँ होला र सुन जस्तो बिताला के गरेर होला मान्छे कहाँ होला र सुन जस्तो बिताला के गरेर होला मान्छे गाडी बेसी त धुलो धुलो यहाँ चाहिँ बाँकी राखेर छ यो चाहिँ अब यस्तै चाहिँ धेरै ठाउँ थियो
अब सबै सक्यो अन्त चाहिँ बनाइसकेको छ किनभने अब कारबाही गरेर जमानत पच गर्ने भन्ने भइसकेपछि सरकारको नीतिअनुसार यो बनाउँदै गएछन्। अरू ठिकै छ। अब त हामी अब लगभग खरिपाटी निस्किने बेला होइन। बाँकी छ ल हस् त नमस्कार। अब हामी यात्राबाट तेलकोट हामी अब आइपुग्न लाग्यौँ।